के एउटा सानो मार्शम्यालोले तपाईको भविष्य बताउन सक्छ? सन् 1972 मा स्ट्यानफोर्ड युनिभर्सिटीका साइकोलोजिस्ट वाल्टरले एउटा साधारण तर अत्यन्तै शक्तिशाली एक्सपेरिमेन्ट गरेका थिए, जसलाई आज हामी मार्शम्यालो एक्सपेरिमेन्ट भनेर चिन्छौं। यस एक्सपेरिमेन्टमा 4 देखि 5 वर्षका साना बच्चाहरूलाई एउटा कोठामा राखियो र अगाडि एउटा मार्शम्यालो दिइयो। बच्चाहरूलाई भनियो, यदि तिमीले यो मार्शम्यालो अहिले खायौ भने एउटा मात्र पाउँछौ, तर यदि 15 मिनेटसम्म कुर्न सक्यौ भने म फर्किएर अर्को एउटा थपिदिनेछु। त्यसपछि बच्चाहरूलाई कोठामा एक्लै छोडेर उनीहरूको व्यवहार अब्जर्भ गरियो। धेरैले मन थाम्न सकेनन्। कसैले मार्शम्यालो तुरुन्तै खायो, कसैले केही समय सङ्घर्ष गर्यो तर 10 मिनेटमै हार मानेर खाइहाले। तर केही बच्चाहरूले 15 मिनेटसम्म आफैलाई नियन्त्रण गरे र 2 वटा मार्शम्यालो जिते। कथा यहाँ सकिँदैन। असली ट्विस्ट त 30 वर्षपछि आयो, जब ती बच्चाहरूको जीवन पुनः ट्र्याक गरियो। नतिजा साँच्चै होस उडाउने खालको थियो। जुन बच्चाहरूले 15 मिनेट धैर्य गरेका थिए, उनीहरूको करियर उत्कृष्ट थियो, रिलेसनशिप बलियो थियो र जीवनमा स्ट्रेस एकदम कम थियो। तर हतार गरेर खानेहरूको अवस्था ठिक उल्टो थियो। यस एक्सपेरिमेन्टले एउटा गहिरो सत्य देखाउँछ। डिलेड ग्रेटिफिकेसन अर्थात् अहिलेको इन्स्टेन्ट मजा छोडेर भविष्यको ठूलो जित कुर्ने बानी नै सफलताको असली चाबी हो। आजको जमानामा त्यो मार्शम्यालो भनेको हाम्रो मोबाइलको नोटिफिकेसन, रिल्स र सस्तो डोपामिन हो। अब निर्णय तपाईको हातमा छ कि तपाईलाई अहिलेको इन्स्टेन्ट डोपामिन चाहिएको छ कि थोरै धैर्य र हार्डवर्कसँग आउने त्यो महँगो डोपामिन जसलाई हामी सफलता भन्छौं।